एभ्रिवान, आज चाहिँ म कता जाँदैछु त्यो चाहिँ म देखाउँछु, हेर्दै जानु होला। अहिले चाहिँ म काठमाडौँमा छु। अब म लगभग रेडी भएँ, अब निस्किनु पर्यो। एकदम चिसो चिसो हावा राइडर। यति डेन्जर हुस्सो लागेको छ। यो गर्मी जेठको महिना भनेर कसले भन्छ होला यसलाई। पुरै हुस्सो, कहीँ केही नदेखिने। माइ गॉड। हाम्रो चाहिँ खानेकुरा आयो, अरू पनि आउँदैछ। यो चाहिँ चिकन छैन, कस्तो टेस्ट गर्नु त? यो चाहिँ फिस। हाउ इज द टेस्ट? मिठो छ? कति टिनमा कति रेट गर्ने? 8 के कम भयो? अब चाहिँ म पनि टेस्ट गर्छु। आमा मेरो मुख त कति कालो भएछ पुरै धुलोले। भोकमै राखेको केही खाएको छैन। फिस चाहिँ कस्तो छ? टेस्ट लिँदै हाम्रो रोस्ट आइसक्यो, हामीले खाइ पनि सक्यौँ। अब यति बाँकी छ। देउरालीमा चाहिँ यति छिटो मौसम चेन्ज हुन्छ होइन। अघि भर्खर हुस्सु त्यस्तो लागेको थियो, अहिले लगभग आधी घन्टापछि यस्तो घाम छ। राइडर, लुक एट मी। राइडर चाहिँ यहाँ सफा गर्दै हुनुहुन्छ। मैले कुन ठाउँमा छौँ भन्दा यहाँ हेर्न सक्नुहुन्छ। आई लभ देउराली। चाहिँ यहाँ आइपुग्यौँ। हाई, वेलकम टु माई ब्लग। दिस इज माई ब्लग। आर यु गोइङ विथ अस? Eat fast, otherwise we gonna go. Vomit आएको? Vomit गरेपछि पोल्छ। ल जाउँ अब। हामीले त उता खाएर आएको हिलटपमा। छैन, घाँटी पोल्छ, खानुहुन्न, गेस्ट्रिक हुन्छ। ल जाउँ जाउँ जाउँ, ढिला हुन्छ फेरि। कति बजी आइपुग्यो? कस्तो लाग्यो? चटपटे कस्तो छ बाबु? एकजना मात्र खायो। चटपटे अमिलो त हुन्छ नि, गुलियो कहाँ हुन्छ? अब ढिला हुन्छ। बाइकमा चाहिँ अब ऊ एड भइसकेको छ। अब सुमोमा एक्लै होइन? कस्तो बाबुलाई बाइक मनपर्छ कि सुमो? बाइक हामीले नल्याएको है अघि त। ल ल जाउँ जाउँ जाउँ। आनन्द आयो बाइकमा? बाइकमा किन आनन्द आउँछ बाबु? फ्रेस एयर खाँदै है, भमिट पनि आउँदैन। मोसन सिक्नेस हुँदैन कि बाइकमा, त्यही भएर अलि रमाइलो। बजार आयो। अब जाँदै अलि अगाडि छ। कस्तो गर्मी हेटौँडा बजारमा। सायद हजुरहरूकोसित हजुरहरू त गर्मीहरू पसिनै आउँछ होला, सबैको आउँछ यस्तो गर्मीमा पसिना। अब हामी नवलपुर जाँदै
राप्तीपुर यो राप्तीपुर हो अन द वे टु नलपुर नाउ अब यहाँबाट 2 मिनटमा आइपुग्छ नाउ सानी झोमी जबाउ टुक्क धेरै गाडीहरू भएर चाहिँ अलि ढिलो भइरहेको यहाँ जामबाट घर आइपुग्यौँ अब यहाँ ब्लग चाहिँ उहाँले बनाउनुहुन्छ मेरो छोरा Where are you, Frank? हजुर Where are you? ए सानी हाउस Nobody. Mr. Dada busy. फोन लगाइदियो सानो हेलो हेलो मिस्टर दादा म हजुरको घर हो नि हो हजुरको घरमा टेलिपोर्ट गरेर आए बाबु ओइ हजुर कहाँ हो ल भन् वेयर आर यु नाउ आई एम इन नलपुर सानो बाबु स्कुटर त टलक्क रहेछ त कलर कति राम्रो रहेछ ए ल अब सानो बाबाको घरबाट हामी उप्रा जाँदै अब हाम्रो घर जाने के गर्छ बाबु मेरो मामा घर खै त बाई बाई भने त बा ए वही बाय हामी घर आइपुग्यौँ दाईको कलर हेरे हो दाईको कलर राम्रो है सानो बाबुको ल कता बस्छौँ पहिला महँगो पछि सस्तो पर्छ हो लन्च हुने बित्तिकै किने होइन लन्च हुने बित्तिकै किने लगभग 1 महिनाको हातमा ढोग्नुपर्छ मोबाइल फोटो इङ्ग्लिसबाट दिनु के नगर्नु भने यो जस्तो नगर्नु भने नि मेरो त के मिलेर बस्नु होइन यसरी टिका सबै लाउनु मार्च कान्छे मुख सक्यो भने छोइले हुन्छ के त्यही तपाईँहरूकै बिहे गरे वर्ष होला आफै 12 वर्ष होला यही हो दसैँ होइन हाम्रो होइन यही त हो नि दसैँ होइन सबै भेटघाट भएपछि दसैँ हुनु त यही त हो नि दसैँ हामी चाहिँ अहिले फ्रुट्स खाँदै कान्छु यो चाहिँ मेरो अर्को ब्लग है
यो छिटै पोस्ट हुन्छ यु क्यान सी इन युट्युब दिस इज माई न्यू ब्लग ल भान्सेको चाहिँ ल बार्नु भयो मम्मी होइन होइन भयो भयो दिएको जस्तो गरेर फेरि अर्को क्लिप मेरो त महिना यो महिनामा यस्तो हुन्छ भने सब मिल्छ मेरो दिन त एकदम उल्टो चलिरहेको क्या हो साँच्ची भरे ठ्याक ठ्याक मिले त यति दिनभित्र यो दिनभित्र भन्छ नि टक 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 मिले अघिदेखि हेरेको नि राम्रो हो नि एउटा नि पुरा खाएन Now Ellie is playing. Oh, she's playing? Yes, I'm Barbie. Bye, I'm going to get a hotel. Okay, bye-bye. Bye. Bye. Mommy, you want to just... The capsule is like... ल हाम्रो भ्लगमा यहाँ कान्छुबाले चाहिँ खाइसक्नु भएको छ मम्मी चाहिँ खाएको खाइ कति किलो खानुभयो मम्मी मम्मी कति किलो खानुभयो आज माछा कान्छुबाले कति किलो 1 किलो र कान्छुबाले आमा चाहिँ त्यहाँबाट हेर्दै हुनुहुन्छ के हो र आमा त्यस्तो हेर्नु न आमा सो ए मैले त यहाँ मेरो यो जिम्मा दिएर गएको थिएँ दिदीले अन्त बिर्सेँ कि क्या हो अब यसलाई पल्टाउने बेला भएको छैन यहाँ चाहिँ माछा पाकिरहेको हाम्रो लगभग सक्यो किन ल यसले भने उयोले भाँडा माझिरहे आज त्यही भएर जुठो नगयो यो त्यसैले माझेर राखेँ हो छ्या पानीले माझेर राखेँ चाहिँ मैले दोहोऱ्याउनु सबको पेटभित्र गइसक्यो अलिअलि छ यो चाहिँ खाने काम मात्र गरेँ आज ए मैले यो सफा गरेको थिएँ यो कस्तो काम हो यो पुरै पोहोर बनाइदिए कि पड्केर आएको छिट्टा मलाई यो हेर भन्दा क्या म हेरेर बस्ने हो कि निकालिदिने पनि हो Let's show this dress to others. Come on. ल I'm a doll. Oh yeah, you are a doll. You look like a Barbie. Barbie can sit. It's easy. This Barbie can't. Ellie, how are you? How are you? Good. Where is your Binazu? Binazu there. Oh, here. Oh, I understand where you're going. You like Binazu? You like Binazu, Ellie? I already know. You're going to somewhere that you don't even know. Yeah, that's the feels. Barbie also want to go bike ride. I just Barbie also want to go. somewhere. See
always was there. She heard she wants to go because Because he's IT. that's our We are going bike ride. Okay. We are coming. that's motorcycle. And a scooter. Yeah. Oh, that's motorcycle. Not that. Come. We'll go inside. Let's go. खै एली त बार्बीसँगै Very beautiful. Peace. Ellie. Ringing the bell. Okay. What? Bill. Finally, Ellie is in our home. Hi. Again back. How'd you get here? Come inside. How'd you We get are faster than you. Yeah. Come on. We came in bike. अहिले चाहिँ हामी नलपुरमा सानोलाई किटक्याट दिसो कसले दिन्छ सानीले कि सानो बाबाले ए सानबाले ल ओइ लास्ट टाइम म गएको छु होइन निकाल्नै पर्छ ल अब यो चाहिँ युट्युबमा आउँछ कस्तो लागिरहेछ त्यहाँ आएर यहाँ चाहिँ हामी चिया बनाउँदै How is ice cream, Ellie? It's good? साना खाने हिसाबमा एभरेजिङ गर्दाखेरि लगभग 4 जना 5 जना मर्छ मैले वर्ष 20-25 जना राति पुगेदेखि यो बाबु बाबु निक्लिन मजाले हामी चाहिँ हेटौडा बुद्ध चोक निक्लिन इमो इमो जाँदै अहिले चाहिँ हामी यहाँ आएको छौँ डिनरको लागि अलि नछे I was बाइकको पछाडि दाइको पछाडि बाइकको ए म चाहिँ दाइको पछाडि सुने त्यो पनि ट्रु नै हो ओइ उयो यस्तो हो के कि चप्पल हल्छ vlog and here is my vlog editor so I'm the blogger most mountains and hills by so I have completed बोलाउँदै होइन प्याक गर्न बोलाउँछ न वेटरलाई प्याक गर्न बोला न बाबुले खेल्दिरह गइरह फाल्नलाई फाइनली वी आर ब्याक टु होम दिदी पनि गयो यो स्कुटी ह्यान्डल गरेर छ हामी चाहिँ रजनीगन्धा खोज्न हिँडेको तर पाएनौँ अब खाली हात फर्किँदै घरतिर कस्तो अँध्यारो माइकको चाहिँ रातिको 12 बजेको छ र 12 बजे पनि कोही कोही सुत्नु भएको छ कोही कोही सुत्नु भएको छैन हामी चाहिँ माथि बाहिर बसिरहेको पिग्लिन आएको म चाहिँ झऱ्यो अब हेरिदिन्छु शीतल भएको है झरिहाल्छ नि टुथपिक त्यहाँ आज बाटो भन्नु थाहा छ कहिले बनाउनु पर्छ कहिले हुन्छ त्यो पितो असोजमा भन्दै
नाइट भ्यू एकदमै राम्रो देखेको छ घन्टा 2000 खर्च तर दिनको 50,000 खर्च रहेछ तपाईँको हरेक दिन 50,000 खर्च रहेछ पछि चाहिँ थुप्रो खर्च हुने गर्छ कति जानमा टिकट सिकट त्यो क्याम्प स्याम्प सबै यताउति गर्दाखेरि लगभग अहिले दिनको रातको 40 1 देखि बज्न 50,000 लाग्यो खर्च हरेक दिन। हाम्रो गफ अझै चलिरहेछ फ्रीमा खाएर घरमा होटेलमा भयो होटेलमा बसेको म मिस्टेक लेख्नु जान्दिनँ घन्टाको 2000 खर्च मिस्टेक पारबाट टिकट मान्छेले सुतिहाल्छ घन्टाको 2000 घाट बल्ल बल्ल 10 वर्षमा दाहिने हातले फेरि के देब्रे हाते हो आएर प्लम्बर छ नि साला फटा एउटा काम चाहिँ एउटा के जान्छ भन्दा साउथ दाहिनेपट्टि राख्नुपर्छ किन देउले हाल्नु बाबु यता हेर्दा कस्तो नबत्ती नबाल न यतिकै कस्तो राम्रो देखेको वाउ गाइस अहिले रातिको 1 बजिरहेछ हामी अहिलेसम्म उठिरहेको रातिको 1 बजे हामी तल गाडीमा के लिन जाँदैछौँ रातिको 1 बजे हामी के लिन जाँदैछौँ के हो थाहा छ ट्विट ट्विट लेट्स ओपन द कार Seriously, you know how to drive a car? अफ कोर्स Do you even have a license? Yeah. हो? Champion. के चला आई गेस दाइले मान्छेलाई त्यसै हाँस्दै यार गाडीमा रोइन छ हामी पत्याउने बुढो मैले खाइकी साइडमा हेरेको छ साइडमा सब पुरा पछाडि सिट अगाडि सिट सबै हेरे त्यो खप्पो खोल्नेमा हेरिस् हो हेरेन त्यो त खप्पो खोल्ने छ नि मेरो हामी राति त्यो आइरहेको हात हाल्ने अहिले आइस पानीलाई ड्रिङ्किङ वाटर बनाएर होइन अब पग्छ पग्लिन्छ कहिले चाहिँ खानु हुँदैन कहिले खाइस आइस अड्किन्छ होइन यो ड्रिङ्केबल वाटर हो हामी रातिको कति वर्षमा उठेर बसिरहेछौँ त्यति डेन्जर हो सान्बाहरू के लिन गयो होइन बस स्टपतिर होइन के लिन गयो कोक ल्याएको छैन कोक मैले खानु हुने चिज हो को भन्दा नराम्रो हो एल्कोहोल हो ए हामी कोक चाहिँ खान्छ मैले खानु नहुने भने मलाई कोक त खान्छु रातिको 1:30 बज्यो 2 बज्न लागिसक्यो हामी स्टिल कम गर्दैछौँ बाहिर कागहरू कराउँदैछन् यस्तो मेरो माया मर्सी लाग्यो एउटा कोकको बटल पाइन्छ नि हाम्रो ब्लकमा मान्छेले खान छोड्ने हुन्छ पैसा तपाईँ त त्यहाँ भने होइन त ओछ्यान लगाइसक्यो तपाईँलाई त सोफामा रेडी गर्दै हो नि त आज बिहान भयो अहिले चाहिँ बिहानको 7:30 बजे छ तर मौसम हेर्दाखेरि चाहिँ दिउँसोको 1 बजे जस्तो छ घामै घाम गर्मी सेम बट डिफ्रेन्ट So here are lots of Barbie shoes. What are you searching, Ellie? Here is Barbie shoes. Which shoes you are searching? This one. Which color? Ellie, come on, get up. Look. Oh, red shoes. So where is pair? यहाँ चाहिँ हाम्रो अचार सिकाउने क्लास भइरहेछ त्यो कागज थियो नि पहिलो कागज यो कागज दुईटा कागज हुन्छ तिम्रो यसलाई के भन्छ कस्ता लेमन लाइन पहिलो चाहिँ लेमन हो नि त अहिले छ सोधेँ चाहिँदैन त्यसलाई टेस्ट फरक हुन्छ नि त ग्रिन न त्योहरू टेस्ट भयो
Yeah. No, the other one. Like, lemon. गुड मर्निङ दाइ हेर्नु यहाँ यो रातिको 6 बजे उठेर अनि ऊ फेरि सुते अरे 10 बजे रातिको 6 बजे 10 बजे उठ्ने सुन्नु न 6 बजे चाहिँ किन उठे थाहा आजी गर्न हिजो दिएर आएर गुड मर्निङ मर्निङ उहाँ पनि हाम्रोमा सबभन्दा लास्टमा उठ्ने श्राइङ्क र जोइसाब होइन श्राइङ्क र कान्छो जोइसाब अनि यहाँ चाहिँ हाम्रो मम झानी दिउरी कहाँ थाहा उसले चाहिँ अचारको क्लास लिइरहेको छ कहाँ पुग्यो अचारको क्लास क्लास हो झानी बेला भयो क्या झानीले के हुन्छ जान्नेलाई के भन्नु ज्वाइन भन्नु नेपालीले सिकाउनु भने झान्ने भन्नु पर्दैन यु क्यान पोर दिस वाटरै हो वेल सो where you gonna go now? Buy a brush. Garu. तेल तताउन दिब्री थियो त सानो नेपालीमा सिक्नु के हामी चाहिँ ब्रस लिएर आयौँ ल्याउनु त देखाइदिन्छु 3टा ब्रस कसलाई चाहिन्छ यो चाहिँ मेरो कलर हो म कहिले पनि कलर चेन्ज गर्दिनँ ब्रसको किनभने झुकिन्छ त्यही भएर म सधैँ यो कलर युज गर्छु सेन्सोडाइन ल हजुरलाई पनि देखाउँछु दिनु त दिनु या हि इज हियर गेट लगाऊ नुस You don't need to pretend. इट्स सो हट ए तिमी त नेपाली नै हो क्या अरे बिर्सेर सबसँग इङ्ग्लिस बोल्दा बोल्दा अहिले त कोसँग इङ्ग्लिस कोसँग नेपाली बोल्ने जस्तो फिल हुने है थाहा चाहिँ भए होइन अघि बाबु झुकेर मसँग इङ्ग्लिसमा बोल्यो होइन ए म त कस्तो बिर्सिन्छु हाम्रो यहाँ अस्ति नै म आउँदा चिचिला लाथ्यो अलिक यत्रो यत्रो भइसक्यो होला ओ माई गॉड कति ठुलो भएको 1 महिनामा यत्रो भयो तर स्टिल खान मिल्ने त भएको छैन गर्मी 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 I think it's mommy's powers. It's fine. Mommy, you use your powers. Okay, you have to throw your powers over there. Throw mommy's power. Throw your power, mommy. Yeah, throw to daddy. I told Okay. You think mommy has behind her back? See what Now it's Dad's turn. That's done, dude. Fish curry and this is my mom she's going to cook rice for my grandma सुँगेर थाहा हुन्छ चम्चा फोहोर हो कि सभा भनेर यसरी कसैको फोहोर छ कि सभा चाहियो भने सुँग्नलाई मम्मी भाटा ल्याइदियो हुन्छ यो चाहिँ मम्मीले बनाउनु भएको मही दिस इज दही अहिले चाहिँ हाम्रो खाना खाने बेला म त निन्द्रा मात्रै लागेको छ मम्मी निन्द्रा पुरा नगर आज म 7:30 बजी उठेँ सुतेको 2:30 बजी अनि कसरी निन्द्रा पुरा हुन्छ के बनाउनु भएको भयो गराखेर भएर काटे छ अझै तपाईँ छाम्नु त के बोले जान्नु अनि थोरै टाइम राख्नु कि त्यही भएर फेरि अझै आलुहरू कति मिनट हाल्ने भन्दाखेरि 1 मिनट राखिदिनु 1 मिनट राखिदिनु होइन केही फरक पर्दैन
लन्च टाइम हो अब सानी खाइरा हुँदैन के होइन उसलाई लागिहाल्छ नि छोरा आउनु हेरौँ न हिजो पनि मलाई कम आयो लाग्यो उसले के खेलिरहेको रहेछ कति किलो खानुभयो मम्मी माछा कति खानु अरे यता हेरेर भन्नु न कति किलो डाक्टरमा बोल्ने हो कि हैन We going shrine? To Mama's office. I can't hear your voice. Just To lift up. Mama's office. Are you going in car? Yeah, but I'm not. You are not going in car? No. यसलाई जा भने मान्दैन नि Babu. Ellie will go in bike, she said. That is not your class. उही हेर न कान्छी लास्टै भएछ यार सान ठुलो भनेको त्यो भुरै रहेछ बस्दै रहेछ यही त हो नि अफिस नजिकै हो Now we are going to Shekhar Kapalia's office. त्यो टाउको सेउ टाउको म त हराउँछु Ellie, we're gonna win. Where are they? Behind us. Oh, they are still in home. So we can win. Are we, Ellie? Because I office. Yeah. Come here. Tell me, who is this? Who is this? That. What? Vinod. Yeah. And Ellie, our little manager. How to print. Right click. के भने आदेखि Ellie? The faces. Look at here, Ellie. Where are the faces? What? The faces. Yeah. You can tell me the colors? Come tell me the colors. She can. Yeah, color is No, which color is that? Please? black. That one. What? The other one. That's what? Red. Yeah. भोलि त स्याट त खोल्छ एकैचोटि बाबु म्याकबुकमा के गर्नु लाग्यो के चिज खान्छ अहिले 3:30 बज्यो दिउँसोको अब यहाँ चाहिँ चटपटी बनाउने प्रोग्राम भइरहेछ एन्ड सी इज टिचिङ हर हाउ टु मेक चटपटी टु हर यो हाल्नु न नुनलाई। होइन लास्टमा हाल्नु कि त्यो हालेपछि कडा हुन्छ कि पहिले हाल्नु कतिवटा मसला हाल्नु दुईवटा भन्दा नहाल्नु है दुईटा किन तिनटै हाल्नुपर्छ अर्कै खालको नमिठो हुँदो रहेछ हो क्या यो पहिले मिसाउनु न यस्तो मिठो हुन्छ त्यही भएर म त्यही गर्ने हाल्छु म जहिले पनि त्यही त गर्छु पहिले ए मसला मोलेर टाउको हाल्ने भने सबै मसला जति मोलेर कि अनि चाउचाउ कुरुङ कुरुङै आउँछ त्यसपछि कुरा गर्नु हुँदो रहेछ बुझ्न सक्छु धेरै बोल्न सक्छु स्क्यामे गरे कोहीको नाम चाहिँ पुग्ला लाग्थ्यो कोहीको नाम चाहिँ असिला लाग्थ्यो आफै राखे नाम हो र तिनीहरूको आफ्नै नाम होइन सिकाउने क्या कति बम्बे भेलपुरको त्यस्तै हामीले खान्छौँ कि मलाई चाहिँ लागेन खासै पिरियड थिएन अमिलो र पिरो बा भएन त्यो कस्तो अर्कै टाइपको छ है केराटिन गर्न मलाई एकचोटि अब छोडिदिनु जस्तो लाग्छ एकचोटि अर्को साल गरौँ कि जस्तो लाग्छ डेङडोङ एकैचोटि कलर अनि एकैचोटि भनेपछि मैले अब यो कपाललाई केराटिन गर्न मिल्यो होइन पाइला बोकेर हिँड्थ्यो कि तपाईँलाई स्ट्रेट गर्न मन नलागे केराटिन स्मुदिङ गर्नु कपाल सलसल हुन्छ
स्ट्रेट चाहिँ हुँदैन तर एकदम सिल्की राम्रो फेसियल आफ्नो जानु धेरै अहिले राम्रो छ अफर पनि कति राम्रो रहेछ त्यही उयो आरम्भ बुई बोक्ने बुई दिदीले बुई बोक्ने यो त झुन्डिन्छ अहिले त्यहाँ पिगी ब्याग अब ओइ 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 ताने ताने त्यो मान्छे गयो गयो भने चाहिँ त्यो गयो अब लोराबाट सुरुमा लाज तपाईँहरूलाई त पनि भएछ हाम्रो घरको परिवार भन्नु बोजिरहेको यो कसले बजायो कसले बजाउँछ त्यस्तो के गरेको बाबु के गरे तैँले उसलाई रिङाटो लगाएर के त्यस्तो गर्छ भुइँमा घुमाएर अनि त्यो खोरी मान्छे Earth is rotating. Are you feeling dizzy? Yes, Earth is rotating 360. लाऊ आरम्भ आऊ जाऊ बिस्तारै ल आरम्भ कता जाने अब पानी पर्छ जस्तो ठुलै मौसम ए आज हाम्रो बार्बिक्यू गर्न खतरा मौसम भयो त है वाह आरम्भ केमा जाने माया त्यो बिना चाहिँ माया त्यो खोइ गर्न फेरि अब त कहाँ खासको काम त्यही हुने त फर्कामै ल ल सर 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 छिटो छिटो जाने बाई आरम्भ बाई 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 गरौ बाई बाई आरम्भ बाई बाई it's your turn to ride a bike काउकुती लगाइरहेछ आरम्भले काउकुती लगाइरह आरम्भ यता हेर यता हेर नि यता हेर तरकारी हेर्न खुर्सानी कति धेरै कागती त कति चाहिँ फल्यो त आमामा है यो त चिबी गरेर नसकिने मेरो स्न्याप थियो कि पहिला सुन्तला जस्तो कि पुरै यो अर्को खालको नि रहेछ पुरै के पुरै लटरम्मै परेला पनि त्यत्तिकै खुर्सानी खुर्सानी पनि गिरौँला नि रहेछ हेरौँ कहाँ गिरौला त्यहाँ गिरौँला गिरौँला अनि भिन्डी पनि भेन्डी ओ त्यो के हो सिमी सिमीको बढी हो त्यो सिमी मकै उताको फर्सी के हो यो फर्सीको मुन्टा टिपे होइन खै आम्मामामा कत्रो गरेर लगायो नभात्नु हुन्छ किन कुहिएछ ला कत्रो ठुलो गरेर कुहिएछ यहाँ फल्दैछ तर नो वरिज एटन नै छ करेला आजहरू कता जाँदै बाहिर मम्मीलाई खोज्दै हिँडिरहेको स्कुटी चलाइरहनु भएको छ सिकिरहनु भएको छ है मजाले चलाउनु सक्ने हुनुभएछ है मलाई ठिक लाग्यो ब्रेक हान्नुहुन्थ्यो भन्नुहुन्न बिस्तारै चलाउनु हुँदो रहेछ है ए यो भने हान्छ कहाँ हुनु त्यो त होइन नि के त्यो आरपिएम हो ल जान्छु ल हेरौँ त ल बढाउनु भएको ए ल ल ठिक छ। नाइस 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 ल मिना आन्टी र मम्मी चाहिँ जाँदै स्कुटर सिक्नु ए यो यस्तोवाला ओह्रालो रहेछ नि त कस्तो दामी भ्यू रहेछ है यो त कति रमाइलो भयो लास्ट रमाइलो छ नि
अलि माथि बोक्नु पर्यो कि यसले खै त्यो ऊ चाहिँ कोइला खै बाहिर मैले तताउन हालेको थिएँ मैले कोइला राखेको थिएँ नि बाहिर तताउन 7 बजिसकेछ हामी यहाँ अलिअलि सामान किन्न आएको कोक्स लिन आएको वेट गरे भएँ म गर्मी ल अब हामी चाहिँ बार्बिक्यू कतिको भइरह तयारी हेर्न जाँदैछ खै के भइरह बार्बिक्यू खै गर्न आएन जस्तो आई डोन्ट थिङ्क सो यो त एकदम कम कोइला भयो अलि धेरै हाल्नुपर्छ अस्ति त हामीले टन्नै हाल्यो तर यो काम गरे उल्टो भयो कि बत्तीपट्टि चाहिँ फर्किने हो कि मान्छे अनगोइङ बार्बिक्यू त्यो चाहिँदैन हामी डाइरेक्ट हाल्ने हो सिलमा नहुनिकनै हो है प्लास्टिक कसरी पर्यो कुकुर ट्रेनिङ भन्ने ए ल यहाँ चाहिँ के बन्दैछ मसरुम छोइला त्यो भेजको लागि हाम्रो आन्टीको लागि अनि यो चाहिँ गुन्द्रुकको अचार नयाँ नयाँ डिस अब माथि हेर्न जाऊँ के हुँदैछ मम्मी चाहिँ के गर्दै हो देखाउँ ए आमा चाहिँ अहिले टोइलेटमा त नदेखाउँ ल म चाहिँ माथि गएँ चप्पल लगाएर जानुपर्छ फेरि यहाँ खुट्टा फोहोर हुन्छ अब एकदम गर्मी भएको म पानी पनि लिएर जानु पर्यो माथि फुलाउँछ कि आवाज फाल्छ त फाल्दैन कति सानो आवाज है कति मिठो मौसम है मिनट है त हाम्रो आमा जस्तै नचिन्ने भइसक्नु भएको थियो कसैलाई नै डिमेन्सिया भएको ठिक लागेन है फलै ठिक थियो बरु ठिक लाग्यो हामी खाँदा खाँदा अझै हामीले छाएको छ नि 10 वर्ष बित्दैन त्यो 7 दिन कम मिठो हुन्छ अब भोलि खाउँ न त ल कति खाने हो झाडबार लाएर भयो यो चाहिँ मेरो ब्लगमा आउँछ युट्युब च्यानलमा होला चल्ने बेला भयो कम त हुँदैन अझै घन्टा त्यो उतेले घोच्नुपर्छ के उत्यो तरकारी चला त आइस कति छिटो गरेर आएछ त्यसले के हामी त खाइयोरी मम्मीले सबलाई भाडेर सुत्न जाउँ भनेर बुवालाई पठाउनु आफू चाहिँ आएर यहाँ बस्नु यो चाहिँ मोबाइल लिएर चाहिँ एकदमै कुरुमाया पौडेल 36 साथी छन् त्यो कुरुमाया सुनेको How is it? Yummy.
आज डे 3 पहिला मुख धुन्छु आमा आउनु भयो कस्तो छ त ब्रेकफास्ट खान्छु भएको ब्रेकफास्ट We have to eat like this, right? Okay, I'm not eating samosa. Okay. Like this? मान्छे धेरै गाउँ खुसी हुन्छ है डे 3 मा चाहिँ सबैजना भिजा एक्सटेन्ड गर्नको लागि वीरगञ्ज जानुभएको छ अनि एकदमै धेरै गर्मी हेटोडाको भएर हामी चाहिँ यहाँ चिसो यता हेर्नु त हामी यहाँ यसरी बसिरहेको चिसो खाएर चिसो चाहिँ कसरी खाएको भन्दाखेरि चिसो खाछौँ अब बाहिर निस्किँदाखेरि त अब गर्मीले जस्तो भइन्छ यहाँ मोबाइलमा बिजी आज चाहिँ हेर्नु त भिडियोहरू देखाएको यसले भ्लगमा आउँछ तिखेर मात्र गर्न गयो हानेछ त यस्तो मम्मी के गर्दै हुनुहुन्छ कपाल मिलाउँछ न फुर्सद भयो मम्मीको स्वरै सुक्छ क्यामेरा देखेपछि मम्मीको स्वर सुक्छ आज सोमबार डे 3 आज बिहान 6 बजे हाम्रो जाने प्लान तर भोलि पनि क्यान्सल हुन्छ क्यान्सल भयो भोलि त हुँदैन क्यान्सल अनि कान्छी त बसेर पठाइदे आज पो ढाइरिया भएको त हाम्रो चाहिँ अहिले यति विश्वको बोरिङ छ यहाँ यो चाहिँ यहाँ आएदेखि खालि यही नै मोबाइल नै हेरेर बस्ने हो यत्तिकै बोले पनि सुन्दैन फेरि हप्सी आयो भने यतिकै सुन्छ फेरि यो आएदेखि मोबाइलको मोबाइल हो जहिले पनि मोबाइल यसको काम भनेको मोबाइल कहिले हेरेर छोड्छ जस्तो त मोबाइल काट्नु गएपछि तेरो कामै त्यही मोबाइल हेर्ने हो तँलाई मान्छेले एकदम समस्या भयो भनेर भने भनेपछि तैँले देखाएको हो यस्तो समस्या भएको भनेर अहिले कराएर उफ्रेर हो यस्तो समस्या भनेर ठ्याक्कै देखाइस् त म चाहिँ यता पक्कु बनाउँदैछु नट मटन चिकन पक्कु हामी सानो कामले गर्दा हेटोडाको बजार आएको स्कुल रोडमा छौँ हामी पसलहरू हामी हेटोडाको फेमस पानीपुरी चटपटे तातो पानीपुरी 50 रुपियाँ दिनुभयो होइन पानीपुरी खाँदै हुनुहुन्छ घरको लागि प्याक के गर्ने बाइकमा जाने भनेको हो ल आएर मलाई मिलाउन मन लाग्यो केमा जाने हेर्छ आरमा केमा जाने आरमा केमा जाने सजानी कि गाडीमा जाने गाडीमा जान्छ आरमा गाडीमा जाने गाडीमा बस मान्छे नाटक सुरु हो फेरि
गाई आरम्भ कस्तो राम्रो आकाश oh my god गाई आरम्भ गाई पो भन्छ त तर दिदी पनि आज त आकाश मन पर्यो हो नो आधी घन्टा घुमेर आयो आधी घन्टा अझ बेसी है बेसी भयो कमाने 8 नम्बर 7 नम्बर सबै चुच्चे खोला लगभग छोयो जाम आरम्भ क्याम्पा डाँडा अझै उसलाई पुग्यो होइन बट हि इज ह्याप्पी नाउ इज ह्याप्पी ए अगाडि ड्राइभर सिटमा बस्न खोजे कि आउँछ तर्स्योस् न पिपी भएर चलायो ल जाउँ आरम्भ अब जाऊँ हाम्रो यहाँ मम्मीले यति राम्रो रोटी बनाउँदै हुनुहुन्छ अनि यहाँ ज्वाइँ चाहिँ सिक्दै हुनुहुन्छ मम्मीसँग रोटी हाल्न रोटी त कति धेरै मम्मी कतिवटा बनाउनु भयो मम्मी तपाईँ 1 घन्टामा कतिवटा रोटी बनाउन सक्नुहुन्छ 1 घन्टामा जम्मा 20-25वटा त्यो त अति भयो भने त्यो धेरै कम भयो नि कतिवटा बनाउनु भयो मम्मीको बेलाइ के 5 चोटिमा ठुलो हुन्छ ल मम्मी त्यो बेल्नु त कति छिटो बेल्नुहुन्छ फेरि क्यामेरा उ भएपछि फेरि मम्मीको बिग्रिन्छ क्या फेरि नजर लागेर हो कि एकचोटि स्वार तान्ने हो नि हाम्रो मम्मीले मम्मीको पिठो कसैले बेल्न सक्दैन ट्राई गर्ने हो बेलेर नजर लागेर नखोल्या हो यस्तै खोल्छ ग्यासमा हाल्नै पर्छ ल मम्मीको रोटी कसले कसको घरमा हामी माथि छतमा हावा खाँदै बसेको एकदम रमाइलो मौसम कस्तो लाग्यो यताको भ्यूहरू ओ माई गॉड पछाडिको भ्यू हेर्नु न उता यहाँ हेर न फोटो हेर्नु उहाँ चाहिँ फोटोग्राफर नि हो फोटो लिनुहुन्छ यसरी हामी चाहिँ यसो गफ गर्दै त्यो कुन बत्ती बल्ला छ हेर न सिधा त्यो मनोकामनाको होइन मनोकामना हो त्यो मनोकामना मन्दिर हो यो बत्ती वाला होइन यस द्याट इज मनोकामना मन्दिर अनि यता भ्यू टावर हो त्यहाँ हो खोइ त नाइस मौसम के आनन्दको कस्तो लाग्यो ठाउँ यो जग्गा किन मन लाग्यो साइडको बिचमा छ त हेर न ल यो तर यहाँ केही बिल्डिङ बन्यो भने त एकदम नराम्रो देखिन्छ गड जस्तो छ क्या त्यहाँ दुईतिरको पहाड पनि है ठ्याक्क त्यो काहीँ जाने बाटो जस्तो टाइपको है ट्याक्क त्यसको सिधा छ क्या यो कस्तो अर्कै के नि हेर न यो पहाड पनि एउटा हिल एउटा स्टेप छ त्योभन्दा माथि अर्को स्टेप छ कि हेर न ल ओइ रोइ ओइ बोला त जा हामी पुरिराखौँ भनेर ओइ एलीलाई पठाइदे त बाबु एलीलाई पठाइदे हामी वेट गरिरहेछौँ हेटवटा बजारमा मासु खोज्दै हिँडेको पैसाको लागि होइन म यो जस्तो मेमोरीको लागि हो मेमोरी केही हुँदैन पैसा कमाइन्छ मेमोरी हुन्छ नभए We are teaching Laura Nepali and she has improved a lot. Okay, now we'll talk in Nepali, okay? Okay. के छ तिम्रो खबर? I think it's too fast. के छ खबर Oh. ठिक छ. More. कस्तो लाग्यो हेटौडा मलाई थोरै मन पर्छ. You guys मन पर्यो also. तिम्रो नाम के हो मेरो नाम गोरा हो. त्यो सिकाएको के खानी? Oh, आगो के खाने हो? भात खाने भात खानी? Oh, nice. You can also say ma'am.
Mom, I'm not little though. You're little. I say भात only, do you know? But for children, we say mom for that. But I understand. But I say भात only. Yeah, मलाई चटपटी मन पर्छ. You can just say one person. That's enough. Okay, We don't use whole We can sentence. say also. मेरो चाहिँ आज यहाँ लास्ट डे हो बिफोर गोइङ टु काठमाडौँ भोलि चाहिँ बिहानै हामी काठमाडौँ जाँदैछौँ मतलब म र बुढोसँग अनि त्यही भएर अब हाम्रो भेट नेक्स्ट चाहिँ काठमाडौँमा हुन्छ होला सायद कहिलेतिर आउनुहुन्छ त काठमाडौँ भोलि 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 त म जाने हो म पनि जान्छु हो ल म लिएर जान्छु है त सँगै हुन्छ उहाँलाई चाहिँ नेपाली बोल्न आउँदैन मैले नेपाली बोल्न सिकाइरहेको छु अलिअलि आउँछ तँलाई कस्तो लाग्यो नेपाल जारे देश अनि कस्तो लाग्यो यो देशको रजनीगन्धा रजनीगन्धा मिठो छ लस्सी लिएर आएको खायो तर बोकाको परेछ त्यो बोकल मारे त पुरै रुमा के कस्तो लाग्छ सान भाइ कसरी माथि आएर बसिदियो त बाहिर गरे नआएको दसैँमा आज बाहिर हिँडेर we are moving back to Kathmandu. See you soon. भिडियोतिर कसले भेट्ने अब यो भ्लग म काठमाडौँ गएर सबै एडिट गरेर म हाल्छु है त ल म चाहिँ निन्द्रामै छु अहिले बिहानको 6 बजे हिँड्दैछौँ हामी ल बाई 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 ल बाई 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 हस् 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 देउरालीमा आइपुग्यौँ मेरो चस्माभरि एकदम हुस्सु लागेर केही देखेन यता फेरि हामी चाहिँ काठमाडौँ आएको आज कति दिन भयो कति भयो 2-3 दिन भइसक्यो भ्लग इन्ड गर्न एडिट गर्न सबै बिर्सेछ है अब आज चाहिँ हामीलाई एकदम केही कुराको क्रेभिङ भएर जाँदैछ विल सो यु काठमाडौँको आकाश एकदमै क्लियर छ आज वाउ नाइस हामी चाहिँ आइसकेको छौँ आर यु एक्साइटेड टु इट के आउँछ लेट्स सी आज हामी भेज भएको छौँ हाम्रो आइसक्यो खानेकुरा तर व्हाइट चाहिएको थियो येल्लो होइन कस्तो छ अनि केसरले गर्दा टेस्ट एटवटाकै मिठो है मिठो चाहिँ मिठो छ नमिठो चाहिँ छैन इट्स गुड आँगनमा खाइसक्यौँ अब हामी आँगनबाट बाहिर जानु पर्यो ल उठौँ बेलुकाको 7:03 गइसक्यो अब हामी कता जाँदैछौँ होला त कस्तो दामी देखा सनलाइट मुन छ बिचमा ओ माई ठिको 7:14 भयो अहिले हामी चाबेलबाट नारायण थाना छौँ किन आएको होला के को लागि आएको होला जस्ट वेट एन्ड वाच नारायण थाना किन आएको भन्दै खाना यो खानाको हामी यति लाग्दै झोल चटपटे कस्तो छ मिठो यो भ्लगलाई यहीँ इन्ड गर्नुपर्छ होला है धेरै लामो भइसक्यो के छ विचार के पकाउँदै हुनुहुन्छ एकदम दामी स्टाइलमा बनाए होइन यस्तो रेसिपी राख्ने हो कि परै नै हटेन त एकदमै धेरै कति साइज गर्ने आधा किलो है आधा किलो भिन्डी एकचोटिमा पकाउँदैछौँ किन आधा किलो एकैचोटि पकाएको भनिदिनु त भोलि बिहान पनि खानको लागि उहाँ चाहिँ एकदमै एक्सपर्ट हो कुक आइटी मात्र नभएर कुकिङमा पनि उहाँको एकदमै इन्ट्रेस्ट छ इन्ट्रेस्ट दिएपछि इन्ट्रेस्ट बढ्न थाल्यो कुकिङमा चाहिँ पहिला नि एक्लै बस्दाखेरि थियो यस्तै हो
अब दामी बनाउँदै हुनुहुन्छ यता भात पाक्दैछ त्यता तरकारी अब यहाँ चाहिँ उहाँले नै रेडी गर्नुभएको छ मोही एकदम मोही पनि एकदम हल्लाइ धेरै नै फिज निकालेर म देखाउँछु यहाँहरूलाई खोल्नै सकिनँ त मैले यो खुल्यो फिज त घटेछ नि अहिले ग्लास पनि रेडी छ यहाँ खानको लागि हाम्रो 3 जनाको यहाँ सामानहरू खनाउने बाँकी छ के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई यता डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल र हाम्रो ब्लग हेर्दै गर्नुहोला यसरी अलिकति आएर होला माया गर्दै गर्नुहोला बाई बाई उहाँले चाहिँ एडिट गरेर अब छिटै अपलोड गर्नु